बास्ना हरहरी कमल फुल्दा यतै कतै बास्ना हरहरी वैश्य फुल्दा रहर चल्ने बिछट्टै मनभरि फुलबारी घुमु लाग्ने हरियाली बसन्तको जिन्दगानी पार गर्न आशा गरी लहनाको। खासै मलाई पनि त्यति साह्रो गइरहेको थाहा छैन। त्यही पनि एउटा मान्छेको मन, एउटा भावना, मान्छेको एउटा पीडाइ भोगाइहरू यो नै सबभन्दा ठुलो कुरो रहेछ दाजु। यसैबाट नै एउटा सृजनाहरू आउने रहेछ। सृजनाहरू यसैबाट चाहिँ आफ्नो मन भावनाहरूबाट चाहिँ तपाईँको साहित्यको सृजना चाहिँ यसरी आउँदो रहेछ। नमस्कार, कार्यक्रम कविता कुसुमबाट म योगराज राईको अनि सबै स्रष्टाहरू अनि स्रष्टाहरूको सृजनाहरू मन पराउनु हुने श्रोतालाई कार्यक्रम कविता कुसुममा न्यानो साहित्यिक अभिवादन पनि। हजुर, आजको लागि कार्यक्रम कविता कुसुमको शुभारम्भ भइसकेको संकेत तपाईहरूले पाइसक्नु भएको छ। कार्यक्रमको आरम्भमा स्रष्टाकै आवाजमा छोटो भावना अनि कुराकानीलाई सुन्दै हुनुहुन्थ्यो। हजुर, उहाँ हुनुहुन्छ नन्द चामलिङजी। उहाँ चाहिँ हङकङको प्रतिभा हुनुहुन्छ, हङकङको स्रष्टा हुनुहुन्छ। सहयोगको लागि ज्यादै आभारी भएको छु। अहिले अवश्य पनि इन्टरनेटबाट सुन्दै हुनुहुन्छ होला। हजुर, आज उहाँले कार्यक्रममा गजल, गीत, मुक्तक र कविताहरू सुनाउनुहुनेछ र उहाँसँगैको साहित्यिक कुराकानीहरूलाई तपाईँले सुन्न सक्नुहुनेछ। तपाईँहरू पनि यस कार्यक्रममा आएर यस्तै सृजनाहरू सुनाउन चाहनुहुन्छ भने अवश्य मलाई सम्पर्क गर्नुहोला। हजुर, यति भन्दै कार्यक्रम कविता कुसुमको मेरो विशेष पाहुना नन्द चामलिङजीलाई कार्यक्रम कविता कुसुममा स्वागत गर्दै हङकङ बस्नु भएको कति भयो भनेर कुराकानीलाई अगाडि बढाएको थिएँ। हङकङमा 95 देखि बस्दै आएको छु दाजु। अहिले झन्डै 15 वर्ष पुगिसक्यो दाजु। त्योभन्दा अगाडि चाहिँ नेपालको कुन ठाउँमा बस्नुहुन्थ्यो? मेरो घर चाहिँ खोटाङ जिल्ला हो दाजु, खोटाङ इन्द्रेणी पोखरी। अनि हङकङको बसाइ कस्तो छ त? हङकङमा अहिले 15 वर्षको बसाइमा हङकङ ठिकै छ, मिश्रित, राम्रो नराम्रो सबै ठिकै छ दाजु। प्रायः अब हङकङबाट दाजुभाइहरू दिदीबहिनीहरू यतातिर पनि आउँदै हुनुहुन्छ, तपाईँको के छ सोच? दाजु, युकेतिर खै थुप्रै चिनेको साथीहरू गइराख्नु भएको छ, आउनु भन्ने उहाँहरूले पनि बोलाइराख्नु भएको छ, बोलाउनु त होइन। मैले अहिले नै त्यस्तो किसिमको सोच तत्काल बनाएको छु दाजु, केही वर्ष लाग्छ होला। परिवारसँगै हुनुहुन्छ हङकङमा होइन? हजुर दाजु। ओके, आज कार्यक्रममा आउनु भएको छ, एकदमै खुसी लाग्यो। साहित्यको चर्चा एकछिनमै गरौँला। अब उठान केबाट गरौँ? कविताबाट गरौँ? अब थुप्रै लेख्नुहुन्छ तपाईँ, मुक्तक पनि लेख्नुहुन्छ, गजल पनि लेख्नुहुन्छ होइन? हुन्छ, म उठान चाहिँ गजलदेखि गर्नु पर्ला दाजु। र मलाई यस कविता कुसुम कार्यक्रममा बिएबिएस सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु र स्वयं दाजुलाई धन्यवाद। तपाईलाई र सुनिरहनु भएको कार्यक्रम सुनिरहनु भएको श्रोताहरूलाई पनि मेरो नमस्कार। मेरो गजल यहाँहरूलाई सुनाउन चाहन्छु। भइझरेको पात रहेछ जिन्दगी, भइझरेको पात रहेछ जिन्दगी, सपनीमा गरेको बात रहेछ जिन्दगी। बगैँचामा फुलेको सुन्दर फूल ठान्थे, बगैँचामा फुलेको सुन्दर फूल ठान्थे, दुर्गन्ध फैलाउने जात रहेछ जिन्दगी। हातेमालो गरेर जीवन बिताउँ भन्थे, हातेमालो गरेर जीवन बिताउँ भन्थे, आफै भोग्नु पर्दा घातै घात रहेछ जिन्दगी। सुख दुःख सिक्काको ठान्थे दुई पाटो, सुख दुःख सिक्काको ठान्थे दुई पाटो, मुटु भरि पीडाको खातै खात रहेछ जिन्दगी। बुझ्न चाहे जिन्दगी के नै हो भनी, बुझ्न चाहे जिन्दगी के नै हो भनी, सौदाबाजी गरिने बजार हाट रहेछ जिन्दगी। धन्यवाद दाजु। हजुर, मिठो गजल सुनाउनु भयो। कार्यक्रमको आरम्भमा गजल लेख्न थाल्नु भएको चाहिँ कति भयो? मैले गजल लेख्न थालेको खासै त्यति लामो समय भएको छैन दाइ, मैले झन्डै 1 वर्ष जस्तो हुन लागेको छ दाइ। अध्ययनको कतिको आवश्यक छ यो गजल लेख्नको लागि? दायराभित्र बसेर लेख्नुपर्छ? हजुर दाजु, गजल एउटा लेखनको लागि चाहिँ एउटा नियमको दायराभित्र रहेर परिधिभित्र भएर लेख्नुपर्ने हुँदो रहेछ। मलाई पनि खासै त्यति राम्रो ज्ञान नहुँदै पनि मैले त्यस्तो किसिमको गजल सम्बन्धीको केही नियमहरू खोजी गरेर साथीभाइहरूसँग सोधपुछ गरेर मैले त्यसको नियमहरू थाहा पाएर मैले चाहिँ लेख्ने कोसिसहरू गर्दै आइरहेको छु अहिलेसम्म। म खासै त्यस्तो गजलकारै त होइन, तैपनि म एउटा रहरिया एउटा गजलकार परे दाजु। हङकङमा गजल लेख्नको लागि चाहिँ तपाईँको यो एउटा गजल शेरहरूको समूह पनि भन्छ यसलाई। विशेष गरेर यो काफियामा धेरै ध्यान दिनुपर्ने हुन्छ है। र गजल लेख्नु खासै त्यस्तो सजिलो विषय पनि होइन जस्तो लाग्छ, अलिक गाह्रै लाग्छ अरू विषयहरू भन्दा केही भिन्न, अलिकति गाह्रो कठिन जस्तो लाग्छ मलाई। गजल लेख्ने
कतिको हुनुहुन्छ हङकङमा? थुप्रै स्रष्टाहरू हुनुहुन्छ हङकङमा। उहाँले अहिले लेखिरहनु भएको छ। खासै गजल नै त उहाँहरूले अहिलेसम्म कसैले पनि प्रकाशन गरिराख्नु भएको छैन। त्यही पनि फाटफुट यो हङकङदेखि धेरैवटा वेबसाइटहरू चलाइराख्नु भएको छ साथीहरूले। त्यो वेबसाइटहरूतिर विभिन्न हाम्रो हङकङ डेली स्रष्टाहरूले गजलहरू रचना गरिराखेको देखिन्छ र कहिलेकाहीँ यसो कार्यक्रमहरूतिर पनि सुन्न पाइन्छ। साहित्यिक कार्यक्रमहरूतिर पनि कहिलेकाहीँ गजलहरू फाटफुट सुन्न पाइने गरेको छ दाजु। ए अब अर्को पनि गजलहरू छन् होला, सुनाउन। म अर्को एउटा गजल यहाँलाई सुनाउन चाहन्छु। प्रेयसीको नजरमा कति कति डुले हजुर, प्रेयसीको नजरमा कति कति डुले हजुर, परेलीका ओठभरि कैयौं कति फुले हजुर। उसले बाटो भुलेदेखि यो मन कति फाटे, उसले बाटो भुलेदेखि यो मन कति फाटे, सम्झनाटे धागो बनाई कैयौं चोटि तुने हजुर। उसको यादले पिरो लिँदा आँसु कति झरे, उसको यादले पिरो लिँदा आँसु कति झरे, मधुर रसमा आफूलाई नै कैयौं चोटि घुने हजुर। बतासले मगमगाउँदो फुलको बास्ना छर्दा, बतासले मगमगाउँदो फुलको बास्ना छर्दा, उसकै यादमा कल्पी बस्दा आफूलाई नै भुले हजुर। धन्यवाद दाजु। हजुर, फेरि दोस्रो गजल पनि मिठो सुनाउनु भयो। यो गजलहरू प्रायः माया प्रीतिकै लेखिने गरिन्छ है? विभिन्न विषयमा लेख्न सकेको दाजु गजलहरू, तर मैले चाहिँ अलिकति माया प्रीति विषयको थाहा अलिकति धेरै तरिकाको धेरै विषयहरूलाई लेख्न सकिन्छ दाजु। गजल लेख्न थालेको त 1 वर्ष भयो भन्नुभयो। खास कलम चलाउन थाल्नु भएको चाहिँ कति भयो यहाँले सबै विधामा? खासै कलम चलाउने कुरा गर्दाखेरि दाइ म खासै त्यति धेरै अगाडिदेखि लेखिरहेको होइन। मैले 2008 सालको सुरुवाततिर मैले चाहिँ एउटा हङकङको बसाइमा यहाँ रहनु भएको वरिष्ठ संगीतकार दिनेश सुब्बासँग परिचय हुने मौका पाएँ मैले उहाँसँग। र उहाँसँग म चाहिँ एउटा गीतको सरगम सिक्ने एउटा टाइम पासको रूपमा समय बिताउने रूपमा चाहिँ उहाँसँग मैले सङ्गीत सिक्ने एउटा जुन मैले चाहना लिएर म उहाँसँग सङ्गीत सिक्न गएँ। र सङ्गीत केही सरगम गरिसकेपछिको समयमा मलाई एउटा गीत रेकर्ड गर्न मन लाग्यो दाजु। मैले चाहिँ एउटा गीत रेकर्ड गरेर सुन्न पाए हुन्थ्यो। मेरो रेकर्ड गर्दाखेरिको मेरो आवाज कस्तो आउँछ होला, जुन मेरो त्यो एउटा कौतूहलता थियो। र मैले उहाँलाई हङकङमा रहनु भएको गीतकारहरूसँग गीत मागिदिन आग्रह गरेँ। तर धेरै समय बित्दाखेरि पनि मैले गीत कसैबाट पनि पाइनँ। र त्यति क्रममा उहाँबाट र अन्य अरू साथीबाट मैले सुनेको थिएँ एकजना बहिनीले गीत लेख्छ राम्रो भन्ने सुनेको थिएँ। जो उहाँ सुशीला राई हुनुहुन्छ र उसँग मेरो पछि आएर परिचय भयो र उसँग अहिले हामी एकदम गाढा मित्रको रूपमा साथीको रूपमा हामी चिनजान छौँ, नजिक छौँ। र उसलाई मैले गीत माग्न कोसिस गरेँ। उसलाई मैले गीत माग्दाखेरि उल्टै उसले मलाई गीत सुनाउन आग्रह गरे। त्यस पछाडि मलाई एकदम फसाद पऱ्यो, अप्ठ्यारोमा परेँ। तर अगाडि मैले केही कविताहरू लेखेको थिएँ। मैले त्यो कविता उहाँलाई सुनाइदिएँ। सुनाइदिइसकेपछि उहाँले मलाई फेरि गीत उहाँको निम्ति गीत लेखिदिन आग्रह गरे। त्यस पछाडि मैले उसलाई गीत एउटा लेखिदिएँ। पहिलो पटक गीत लेखिदिएँ र त्यो गीत लेखिसकेपछि त्यो गीत मैले दिनेश सुब्बा मेरो टिचर, मेरो गुरु, उहाँ कहाँ मैले गीत लगेर गएँ र मैले उहाँलाई गीत देखाएँ। दाजु यो गीत हुन्छ हुँदैन? उहाँले हेर्नुभयो, एकदम राम्रो छ, गीत राम्रो छ भन्नु उहाँले। त्यो गीत म तपाईँलाई सुनाउँछु। र मेरो जिन्दगीमा पहिलो पटक लेखेको गीत थियो 2008 साल अप्रिल 22 तारिक मैले गीत लेखेको दाजु। मैले सुरु गरेँ दाजु गीत।